पनि यो मेरो मात्रै हो, मेरो दलले जितेकोमा मात्रै हो, मेरो सांसद भएकोमा मात्रै हो भनेर पैसा खनाउने कुरो पनि आउँदैन। सरकारको चाहिँ प्रायोरिटीहरू हुन्छ, ती प्रायोरिटीमा चाहिँ जानुपर्छ। त्यो प्रायोरिटी सेट गर्दाखेरि हाम्रो पनि सल्लाह लिनुपर्छ। हामी बारम्बार भनिरहेका छौँ, फेरि पनि भन्छु म, होइन? विदेशी ऋण तपाईँको 28 अर्ब लिन खोजेछ, त्यसको विरुद्धमा हामी छौँ, अझै पनि छौँ, है। हिजो मात्रै तपाईँको चाहिँ मैले एउटा म्यासेज लेखेको छु, होइन? खुल्ला तपाईँको चाहिँ एउटा रिक्वेस्ट गरेको छु। प्रधानमन्त्रीज्यू चाहिँ भारत भ्रमणमा जाँदाखेरि महाकालीमा तपाईँको चाहिँ होइन दुई राज्य बिचको, दुई देश बिचको चाहिँ सहमतिमा हो या असहमतिमा हो, उता पहाडीपट्टि तपाईँको तटबन्धन कसिँदैछ, जसले गर्दाखेरि वारीपट्टि हान्छ, त्यस्तो गतिविधिलाई रोक्नुपर्छ भनेर मैले उहाँलाई चाहिँ सार्वजनिक होइन तपाईँको आग्रह गरेको छु। यी कुराहरू खबरदारी। अब सम्पत्तिको कुराहरू आएको छ, सम्पत्ति उहाँहरूले चाहिँ सार्वजनिक गर्नुभयो, एकदम राम्रो गर्नुभयो, म त भन्छु। तर त्यो सम्पत्तिको स्रोत पनि उहाँहरूले राख्नुपर्छ भनेर मैले भनिरहेको छु। अब यसलाई विरोध भन्ने या खबरदारी भन्ने या विधिको तपाईँको चाहिँ माग भन्ने के भन्ने? 23 गतेको घटना जुन भयो जेनजी आन्दोलनको, त्यसको चाहिँ दोषीलाई तपाईँको चाहिँ विधि पुऱ्याएर समाउनु पर्ने थियो, विधि पुगेन, त्यसले गर्दाखेरि छोडिन्छ है भनेको थियो, त्यस्तै भयो। 24 गतेको घटना के हो, त्यो छानबिन गरिनुपर्छ भनेर मैले टेबल गरेको छु मेरो एजेन्डालाई। यी कुराहरू तपाईँको चाहिँ के अरे हामीले बुझ्नु जरुरी छ। अब यहाँ आएर चाहिँ फेरि के हो त भन्दाखेरि छेपारो हिजो एउटा बोल्यो, आज अर्को बोल्यो। मैले भन्दैछु त भूमिका हाम्रो फरक छ। अनि एउटा अभियान्ता भइरहँदाखेरि, एउटा चुनावमा प्रचारको कुरा गर्दाखेरि, होइन, त्यहाँ तपाईँको चाहिँ आम सभामा बोल्ने शैली, त्यो आम सभामा बोल्ने शैली तपाईँको सदनमा त्यो तरिकाले हामीले प्रस्तुत भयो त त्यहाँ त तपाईँको बसिसक्ने स्थिति त हुँदैन। सारा संसारले हामीलाई के खालको सांसदहरू चुनेर पठाएछ भन्ने खालको कुरा पनि हुन्छ होला। अब अस्ति उपसभामुखको तपाईँको चाहिँ चयन हुँदै गर्दा ज्ञानेन्द्र शाहीज्यूले जे भन्नुभयो, होइन, हाम्रो माननीय ज्ञानेन्द्र शाहीज्यूले के भन्नुभयो भन्दाखेरि अब विदेशी र के जति भन्नुभयो। अब उहाँको आफ्नो चाहिँ उम्मेदवारलाई होइन अरूले सघाइदिएको भए सबै स्वदेशी, नसघाइदिइसकेपछि अरूलाई विदेशी भन्ने कुरा त भएन। यी कुराहरू तपाईँको चाहिँ के हो त भन्दाखेरि अलिक विधिवत हिसाबबाट त्यहाँ बसेर मर्यादित भएर त्यहाँभित्र हामीले होइन बोल्नुपर्छ भन्ने कुराहरू हो। र जे शब्द हामीले चाहिँ के अरे होइन संसदमा एउटा मर्यादित भएर एउटा चाहिँ दलको नेताको रूपमा हामीले जसरी प्रस्तुत गर्नुपर्ने हो त्यसरी प्रस्तुत गर्नुपर्छ। त्यसलाई जथाभावी तरिकाबाट चाहिँ होइन अतिरञ्जित तरिकाबाट होइन अराजक शैलीमा हामीले चाहिँ के अरे कुनै पनि विषयलाई राख्नु हुँदैन भनेर चाहिँ एउटा थिति बसाउनका लागि पनि श्रम संस्कृति हामी त्यहाँ छौँ, अर्को साम्पाङ त्यहाँ छ। म यो पनि बुझ्नका लागि सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु। र यो चिज हो, हामी हाम्रो मुद्दामा होइन, हाम्रो मुद्दामा हामी सधैँभरि अडिग रहन्छौँ। हामी के का लागि त्यहाँ गएको होइन, हाम्रो आफ्नो मनको गीत गाउनलाई गएको होइन नि त। तर ती सारा परिवेशहरूलाई बुझ्नुपर्छ, तपाईँको चाहिँ सारा वातावरणहरूलाई बुझ्नुपर्छ। यी सारा कुरालाई बुझेर हामी तपाईँको चाहिँ के अरे जाने हो। वी आर द पार्ट्स अफ द सेम सिस्टम भन्छु म, होइन, जुनसुकै पार्टी होस् हामी एउटै सिस्टमको तपाईँको के हो त भन्दाखेरि होइन एउटा अंशको रूपमा हामीले त्यहाँनिर आफूलाई प्रस्तुत गर्नुपर्छ, काम गर्नुपर्छ।